हुन त के आएछ यहाँ, अस्ति मैले एउटा भिडियो हालेको थिएँ। त्यो भिडियोमा चाहिँ मैले जुन युज गरेको स्टिक थियो, यो स्टिक हो। यो स्टिक चाहिँ नदेखेर मान्छेहरूले दाइ के हो त्यो इन्भिजिबल स्टिक हो, कसरी त्यस्तो भिडियो खिच्नु भयो भनेर थुप्रै मान्छेले सोध्नु भएको थियो। त्यसले गर्दाखेरि आज म यो Insta360 क्यामेराको बारेमा कुरा गर्छु है। तपाईको क्यामेरा चाहिँ यस्तो हुन्छ। मैले अभियसली यो सेल्फी स्टिक यहाँ कनेक्ट गरेको छु अनि यो क्यामेराले चाहिँ 360 डिग्री तपाईको चारैतिरको रेकर्ड गर्छ। यसले खिच्दाखेरि तपाईले कुनै पनि एंगलमा राखेर खिच्न सक्नुहुन्छ अनि पछि तपाईले पोस्ट प्रोडक्सन अथवा पछि एडिट गरेर आफुलाई मन परेको, आफुलाई राम्रो लागेको एंगल चाहिँ तपाईले फाइनलाइज गरेर भिडियोमा राख्न सक्नुहुन्छ। अनि मैले अघि नै भने जस्तै यो तपाईको जुन सेल्फी स्टिक छ, यो सेल्फी स्टिक चाहिँ तपाईको भिडियोमा चाहिँ आउँदैन, किनभने यो यसलाई इन्भिजिबल सेल्फी स्टिक भन्छ। यो चाहिँ छोटो वाला भयो अनि मसँग अर्को यो यस्तो लामो वाला पनि छ। अनि विभिन्न किसिमको लामो छोटो सेल्फी स्टिकहरु तपाईले किन्न सक्नुहुन्छ मार्केटमा। त्यति साह्रो महँगो पर्दैन। अनि अघि नै मैले प्राइसको कुरा गर्दाखेरि यसको प्राइस चाहिँ यो सेल्फीसँग मैले लेन्स कभर यो सेल्फी स्टिक कम्बो किनेको थिएँ। कम्बोलाई नेपाली 1 लाखको वरिपरि पर्छ। मेरो वान अफ द फेभरेट क्यामेरा हो। मसँग पहिला 1x2 थियो, हाम्रो शरद भाइलाई मैले बेचेको थिएँ त्यो चाहिँ, अनि त्यसपछि मैले अपग्रेड गरेर यो किनेको छु। यसको क्वालिटी एकदम राम्रो छ। अहिले चाहिँ अभियसली महँगो पनि परेर होला, अहिले यिनीहरूले धेरै राम्रो गराएको छ। मलाई अर्को मन परेको तपाईको यो DJI माइकहरु अथवा कुनै ब्लुटुथ माइकहरु छ भने चाहिँ तपाईले कुनै एडाप्टर बिना डाइरेक्टली कनेक्ट गर्न मिल्छ। मलाई चाहिँ एकदम मन पर्छ यो क्यामेरा। तपाईहरु कतिजना धेरैले यस्तो युज गर्नुहुन्न, किनभने यो पछि एडिट गर्न झ्याउ नै हुन्छ तपाईलाई यदि आइडिया छैन भने। तर दिस इज फ्यान्टास्टिक क्यामेरा। अनि यो बाहेक यसको यो क्यामेराको बारेमा अरु धेरै डिटेलहरु तपाईलाई जान्न बुझ्नु मन छ भने मलाई कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला।